दर्शक नमस्ते नमस्कार साथीहरू के गर्दै हुनुहुन्छ हजुरहरूको खबर के छ म चाहिँ यसो यहाँ टाइम पास गर्दैछु हेर्नुस् यो सामानहरू चाहिन्छ है यसरी यो यस्तो पत्ता हुन्छ अनि यो हुन्छ अनि स्टिक हुन्छ यस्तो 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 स्टिक हुन्छ अनि यसमा चाहिँ यसरी फ्लावर बनाउने हो है हेर्नुस् यस्तो छ म चाहिँ बनाउँदैछु हजुरहरूलाई देखाउँछु अनि अब बनाउनलाई चाहिँ अब सियो चाहियो धागो चाहियो हैन अनि स्टिकमा यसरी उनेर चाहिँ ट्याक्क ट्याक्क बनाउने हो म चाहिँ ढिलो हुन्छु है कस्तो अलि क्यामेरा देखाउन पनि अलि अप्ठ्यारो भयो यसरी बनाउने हो साथीहरू अनि हजुरहरू के गर्दै हुनुहुन्छ म चाहिँ अहिले यतातिर लागेको छु कि टाइम पास गर्नलाई अनि अलिक त्यति धेरै लाइभतिर पनि आएको छैन अब मैले चाहिँ यो हजुरहरूलाई देखाउँदैछु हजुरहरू के गर्दै हुनुहुन्छ जाडामा है म चाहिँ यसो गरेर चाहिँ हजुरहरूलाई देखाउँछु भनेको तर धागो अलिकति अल्झै भयो क्या क्यामेरा पनि अलि मिलाउँदै गर्नुपर्ने भएकोले गर्दाखेरि अनि यसरी बनाउने हो एकछिन है त म देखाउँछु यहाँ अल्झ्यो के धागो यसरी बनाउने हो तर धागो अल्झ्यो साथीहरू म फुकाएर चाहिँ ट्याक्क लाएर हजुरहरूलाई देखाउँछु ट्याक्क भन्दै यसो टाइम पास गरौँ न त भनेर म चाहिँ बनाउँदैछु तपाईहरुकोतिर पनि यस्तो सामानहरू पाउँछ भने बनाउनु होला साथीहरू हैन टाइम पास पनि हुने दिनभरि यतिकै बस्नु भन्दा हैन तर मेरो चाहिँ यहाँ कता धागो अल्झ्यो हो दिनभरि यतिकै बस्ने मोबाइल मात्रै हेरिरहने भन्दाखेरि हैन अब यसो टाइम पास पनि हुन्छ अनि सामान पनि बन्छ आफूलाई यसो 2-4 पैसा खर्च पनि हुन्छ अरे लास्टमा चाहिँ जाडोको समयमा घाममा बसेर म चाहिँ यसरी बीचबाट जोड्छु है तर कसैले अब तलबाट जोड्नुहुन्छ आफूलाई जता सजिलो लाग्छ त्यतैबाट जोडे हुन्छ तर धागो चाहिँ देखिनुहुन्न यो जोडेको ठाउँमा यस्तो भयो भने चाहिँ यसरी बीचबाट जोड्यो भने चाहिँ सर्दैन है अनि तलबाट जोड्यो भने चाहिँ सर्छ नि त अनि सर्छ अनि भरे फेरि त्यो ब्यालेन्स मिल्दैन त्यही भएर म चाहिँ ट्याक्क पहिले माथि भित्तामा टाँसिदिन्छु के भित्तामा टाँसेपछि चाहिँ तल जोड्ने यसरी अब ठ्याक्क अनि अब यसलाई यहाँबाट तल लगेर तल जोड्ने अनि साइड सिलाउने अनि एउटा फुल सक्यो अनि यसको अब नम्बर पनि लगाउनु पर्छ त्यो नम्बर लाउन त केही पनि छैन है अब यसलाई ट्याक्क यहाँ यसरी तानेर यस्तो गर्ने अनि स्वाई सिदिने सिदेपछि अनि फुल रेडी हुन्छ फिनिश गरेर देखाउँछु ल यहाँ क्यामेरामा बसेर गर्न अप्ठ्यारो भयो कि सिसकेर देखाउँछु नि ल कस्तो हुँदो रहेछ हैन ट्याक्क लाएर हैन हजुरहरूलाई म देखाउँछु मेरा प्यारा साथीहरू हजुरहरूलाई कस्तो लाग्छ हेर्नु होला अनि कमेन्ट गरिदिनु होला है जाडोको समयमा जाडो गर्मी जहिले गर्न मिल्यो नि हैन अहिले चाहिँ म बाहिर घाममा बसेर यसो टाइम पास गर्ने यसरी यहाँ वरिपरि सिलाउने हैन लास्टमा देखाउँछु ल फिनिस हुने बेलामा अहिले कस्तो अलि अप्ठ्यारो भयो कि यति भयो अनि अब ट्याक्कै यहाँ छाडो सिउने यता सिउने अन्त सकि त गयो नि कस्तो हुन्छ सकेर देखाउँछु ल हेर्नु मैले सकेँ यसरी अनि यसलाई अब अलिकति टाइट बनाउनलाई भित्रबाट पनि बनाउनु पर्छ थोरै भित्रकोलाई च्याप्यो भने राम्रो हुन्छ नि त खुस्किँदैन एकछिनै कस्तो फेरि अप्ठ्यारो हुनेकै देखाउने बेला चाहिँ
यसरी ट्याक्क यो तीनटालाई यस्तो गरिदिनुपर्छ अनि ट्याक्क राम्रो फुल बन्छ। तीनटालाई ट्याक्क टिपिदिने क्या यसरी भित्रकोसँग अनि बन्यो। म चाहिँ यसो बस्दाखेरि फुर्सद हुँदाखेरि बनाउँछु। अब बच्चाहरूसँग है खासै धेरै त बनाउनु सक्दिनँ, अलिअलि बनाउँछु। यो भयो, फिनिस, सक्यो। देख्नुभयो यस्तो हुन्छ। बनाइसकेपछि चाहिँ मैले बनाएर म चाहिँ यता राख्दैछु, बनाउँदै गरेको छु। होइन यस्तो छ साथीहरू मेरो फुल बनाउने स्ट्यान्ड सानो छ कि त्यसमा राखेर बनाएको भिडियोले हल्लिन्छ कि टेबलमा राखेर बनाएको मैले। यस्तो छ, हेर्नु त कस्तो लाग्यो तपाईँहरूलाई मेरो फुल। ऱ्याफिडोल कि के भन्छ कि यसलाई। हेर्नुभयो। अब अरूहरू पनि बनाउँदा म लिएर आउँछु हजुरहरू सामु, यसो हेरिदिनु होला, माया गरिदिनु होला। मसँग जोइन हुनुभएको छैन भने जोइन हुनु होला, मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला। मेरो फुल आजको कस्तो लाग्यो भनिदिनु होला साथीहरू। हेर्नु यस्तो हुन्छ कि यसको पिस हुन्छ नि त, यसरी राखेको छु होइन। यस्तो पत्ता हुन्छ, यो हुन्छ सुरुमा चाहिँ स्टिकमा यस्तो स्टिक हुन्छ है। योहरू चाहिँ सबै रेडी गरेर दिएको हुन्छ अनि हामीले चाहिँ यहाँ यो राखेर सिउने मात्रै हो कि। यो यसरी यहाँ राख्ने, यसरी। अनि त्यहाँदेखि ट्याक्क यहाँ अब पत्ताहरू राखेर, तीनटा पत्ता राखेर जोड्ने। अनि बाहिरको भाग सकेपछि फेरि भित्रको सकेपछि फेरि अनि यहाँनिर पनि तीनटा राख्ने बाहिर। अनि ट्याक्क जोडेपछि सक्यो। यस्तो हुन्छ, हेर्नु त। यो चाहिँ अलिक फ्यार्र परेछ क्या मेरो, धागो चुडिहाले जस्तो छ यसको चाहिँ तन्काउँदाखेरि। यिनीहरू चाहिँ अलिक हेर्नुभयो त कस्तो लाग्यो त माया। बेबीले, मेरो सानो छोरीले ठुलो छोरीलाई माया माया भन्छन् के। यस्तो छ। ल म अरूहरू पनि अब बनाउँदाखेरि लिएर आउँछु। हजुरहरूलाई कस्तो लाग्छ यसो लाइक कमेन्ट गरिदिनु होला साथीहरू, माया गरिदिनु होला। अरू त के भन्नु र होइन। यस्तै हो। सुरुमा चाहिँ यस्तो हुन्छ अनि यसमा नम्बर लाउने चाहिँ कस्तो भने, नम्बर चाहिँ यस्तो दिएको हुन्छ कि। अनि यसलाई सिलाइदिने यहाँ ट्याक्क। यो चाहिँ सबै एउटै हुन्छ। ठुलोहरूको चाहिँ अलि लामो हुन्छ, सानोको चाहिँ अब यिनीहरूको चाहिँ यस्तो हुन्छ। अनि यहाँ ट्याक्क सिलाइदिने कि यसलाई राखेर। यो पनि कहाँ थियो तपाईँहरूलाई म देखाउने थिएँ, देखाउन चाहिँ है छिन् है त म। यस्तो हुन्छ क्या, यस्तो हुन्छ। अनि ट्याक्क यसलाई यसरी मिलाएर सिउने हो नि। ट्याक्क मिलाएर सिएपछि त त्यसमै राखेर सिउनुपर्छ अनि भइहाल्छ। अनि यस्तो हुन्छ। कता गयो त्यो? अनि ट्याक्कै काटिदिने भइगयो। ल त साथीहरू, जाडो छ, आफ्नो ख्याल गर्नु होला।
आजलाई बाई बाई, फेरि अर्को भिडियोमा भेटौँला। यस्तै फ्लावरको भिडियो लिएर आउँछु फेरि पनि।